वेलकम टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु भनौँ होइन, अलिकति रुगाखुकी लाग्छ। म चाहिँ अहिले ह्याङ्गो गर्न निस्किसकेको छु। आज चाहिँ 9वटाको मात्रै टार्गेट राखेको छु। अनि अहिले चाहिँ मेरो पहिलो टिप लागिसक्यो ह्याङ्गोमा। इन्डियामा लाग्दै लाग्थेन रेटहरू, चित्त नबुझेर यो पहिलो नै 12 किलोमिटरको छ। गाह्रो छ गाइस, हेर्नु यस्तो छ बिजोग। 13 किलोमिटरको 107 रुपियाँमा गइरहेको छु। अनि टिकटकभरि देख्छु कस्टमरहरूले, राइडरहरूले पैसा बढी लियो, धेरै लियो। गाह्रो छ नि यो ठाउँमा, आफू आएर हेर्नु अनि थाहा पाउनुहुन्छ कतिको गाह्रो छ भनेर। मान्छेहरूलाई सस्तो चाहिरहेको हुन्छ, केही पऱ्यो भने। दाइ सुन्नु त, तपाईँको के अरे याङ्गोले चाहिँ इन्सुरेन्स गरिदिएको छैन होइन कस्टमरहरूको। यदि एक्सिडेन्ट पऱ्यो भने, हुन त म हेर्नु बिस्तारै चलाउँछु, त्यही पनि एक्सिडेन्ट पऱ्यो भने जस्तै जसले एक्सिडेन्ट गरे हो नि, अब उसले थर्ड पार्टी इन्सुरेन्स नगरेको हुनसक्छ। त्यस्तो केसमा चाहिँ हजुर सो जिम्मेवारी हुन्छ है। भर्खर त के भर्खर भन्नु, हुन लागिसक्यो 1 वर्ष त। अरूभन्दा चाहिँ नयाँ हो, तर कस्टमरहरू धेरैले बुझ्दैनन् कि सस्तो, अब सस्तो खोज्छन्। अब ज्यानको जोखिम हुन्छ भन्ने थाहा छैन क्या तिनीहरूलाई, इन्सुरेन्सै गरिदिएको छैन। अब हामी नेपालीको बानी सस्तो त छ नि, जे चिज पनि सस्तो नै हो। ज्यान स्यानसँग के मतलब, हामीलाई पनि बोनस आउँछ होइन, त्यही भएर के आउनु। मैले त 9वटाको टार्गेट राखेको छु, 600 रुपियाँ आउँछ 9वटा सकायो भने। कम्पनीले दिन्छ 600 रुपियाँ। ए पहिलो राइड भएर होला। ए हजुर, मलाई पहिलो राइडमै अझै 30% अफ पनि रहेछ। हजुरको पहिलो राइड हो? ए त्यही भएर धेरै नै सस्तो देखायो कि। 13 किलोमिटरको 107 रुपियाँ भने त अति लो हो नि त। तपाईँको कस्तो छ? तपाईँको पेट्रोल 1 लिटरको 165 रुपियाँ छ होइन त। अनि मेरो स्कुटरले कति भनेपछि हजुरको 1 किलोमिटरमा मेरो 5.5 रुपियाँ खर्च हुन्छ कि। भनेपछि 13 किलोमिटरमा कति खर्च भयो? 65 होइन, 15 जा 50, 60, 65 र 12 को 6, मेरो जो 70 रुपियाँ जति त मेरो पेट्रोल खर्च भयो। अनि 70 घटाउनु 100 कति उठ्या छ? 107 मा 70 घटाउनु त म तपाईँले 13 किलोमिटर 37 रुपिसको लागि छोडिरहेको छु कि दाइ। सोच्नु। अनि हेर्छु के 37 तपाईँबाट हुने कमाइ मेरो 37 भयो। अब 9वटा टिप गरेपछि बल्ल 600 रुपियाँ आउने हो नि त। अब अहिले मैले 9वटाको टार्गेट राखेको छु नि त। अब सोच्नु, सब मलाई यस्तै लामो पऱ्यो भने त मेरो त हरिबिजोग भएन त। पुरा भएन भने 1 रुपियाँ पनि आउँदैन मलाई। आज भर्खर निस्केको दाइ, अस्ति गरेको थिएँ 23वटा रातिसम्म गरेको थिएँ। 23वटा कम्प्लिट गर्नलाई राति 12 बजेसम्म मैले गरेँ। के गर्ने, कम्प्लिट गरेन भने त्यत्रो। त्यही भएर हेर्नु, बिरामी आवाज सुन्नु न मेरो, रुगा लाएर मलाई। अनि अहिले भने अब रुम भाडा त निकाल्नु पऱ्यो, त्यही भएर जसो तसो निस्केको कि। होइन अब राख्न मिल्छ, कतिवटा राख्ने भन्ने, 5वटा गर्ने कि 7वटा गर्ने कि 9वटा गर्ने, उति धेरै। अब तपाईँको कति 12वटा गऱ्यो भने 800 रुपियाँ आउँछ। घाटै पर्छ नि दाइ। अब के गर्नु, एक्सेप्ट गऱ्यो भने प्रो पोइन्ट घटाइदिन्छन्। मैले एक्सेप्ट गरेन भने मेरो प्रो पोइन्ट घट्छ, अनि घट्यो भने फेरि मैले राइड पाउँदैन कि। बिजोग बनाएको छ नि त यसले त। अब अर्को छ इनड्राइभ भन्ने छ, त्यसमा फेरि कस्तो, अब सबले लोमै खोज्छन् कि प्राइस। अनि त्यसमा लो घटाउँदा अनि अरूले उठाइदिन्छन्। अब बिहानै फेरि मलाई इमर्जेन्सी काम परेर म 7 किलोमिटरको
बिहान राइडर नपाएर मैले आफै बुक गर्नु पऱ्यो। मैले 7 किलोमिटरको 250 रुपियाँ तिरेको थिएँ बिहान। मलाई यही बालकोटदेखि हजुरको यो पुरा यो बानेश्वरको बिचमा त्यो भरोसा भन्ने हस्पिटल छ कि त्यहाँको 7.1 किलोमिटर थियो। अब राइडरै पाएन, मलाई जानै पर्ने थियो। बिहान त्यही 6:30 बजीतिर हो। हजुर त्यही चिजले त बिगाऱ्यो त दाइ। जब मान्छेलाई जस्तै भन्नु राइडरले पनि दुःख पायो, लोमा हिँड्नु पर्यो धेरैजना भएको बेला। अब कहिलेकाहीँ मौका पर्छ बिहानतिर, कहिलेकाहीँ यसो मौका मिल्छ त्यही बेला हाईमा उठाउँछन्, फेरि त्यसमा चाहिँ कस्टमर रिसाउँछन् यत्रो धेरै किन लिएको भनेर। त्यही भएर 1 किलोमिटरको 20 रुपियाँको रेट भनेको ठिक्क हो कि। 1 किलोमिटरमा 20 रुपियाँ दियो भने त त्यो बढाउने घटाउने कुरै गर्नु परेन नि। राइडर पनि खुसी, कस्टमर पनि खुसी। ल 1 किलोमिटरको 20 रुपियाँ हो भनेर पठाऊ, सबभन्दा राम्रो पठाऊ नि दाइ। तर अब सबै छ, उसको कति किलोमिटरको पैसा हुन्छ क्या, त्यसमा त्यो घटाउने बढाउने हुँदैन। तर यिनीहरूले गर्दा अब कम्पिटिसनमा त आउनु पऱ्यो नि त, उसलाई पनि डुब्नु त भएन। त्यही भएर उसले पनि खै के अपडेटहरू ल्याइरहेछ अहिले। एउटाले गर्दा अरू, एउटा सडेको आलुले सबलाई बिगार्छ भन्छ नि, त्यही हो क्या। ए भनेपछि तपाईँ पहिलोचोटि गरिरहेको याङ्गो? ए तपाईँको याङ्गोमा चाहिँ कस्तो छ भने जस्तै अहिले जाममा पऱ्यो नि हामी, अब यसमा मैले वेटिङमा राखेँ भने अब वेटिङमा राख्नुपर्छ कि, किनभने हामी यहाँ जाममा पऱ्यो नि त। त्यो भएपछि यहाँ चाहिँ 3 मिनटभन्दा बढी जाम पऱ्यो भने चाहिँ हजुरको पैसा बढ्न थाल्छ कि। त्यस्तो त बढ्दैन त्यो भन्ने, त्यही 5-10 रुपियाँ। त्यो जाम पनि पर्दैन, पऱ्यो भने पनि त्यही 4-5 रुपियाँ हो बढ्ने, त्यस्तो खासै त हुँदैन। त्यहीमा पनि कोही कस्टमरलाई भन्यो भने कहाँ धेरै दिन्छु म तिनै कोही हुन्छन् कि त्यस्तो पनि। तपाईँको जस्तै 10-15 मिनट कुराइदिन्छ नि कोही कस्टमरहरूले बोलाएर। त्यो त्यतिखेर त्यहाँ आएर 15 मिनट वेट गरेको एउटा राइडरलाई हाल्दै थियो। 15 मिनट कुरेको उसको कति 9 रुपियाँ बढाएको थियो कि। त्यो 15 मिनट कुरेर 9 रुपियाँ बढ्नुभन्दा त 15 मिनटमा उसले अर्को राइड कम्प्लिट गर्छ नि। तर यसले हामीबाट कमिसन लिन्छ नि त उहरूले, यो राइडर के अरे यो राइड सेयरिङ एपहरूले। अनि हामीबाट लिन्छ। सबभन्दा कम लिने चाहिँ एङ्गलले हो, 3% लिन्छ एङ्गलले चाहिँ। सुरु पछि बढाउने होला। जस्तै इनड्राइभले पहिला कमिसन लिन्थेन, अहिले 11% लिन्छ। पठाउको 20 हो कि 25 हो। पठाउ चाहिँ मैले चलाउँदैन, त्यही भएर मलाई थाहा छैन। पठाउ चलाउने सोचिरहेको छु, अब पठाउने अब उपाय छैन, बेस्ट हुन्छ। त्यसमा चाहिँ अलिकति सुरुमा दर्ता सर्ता गरेर 2000 को तिर्नुपर्छ कि, त्यही भएर अब एकदम गर्नु पर्ला। अब यिनीहरू चलाएर अब सकिन्न कि। यसमा अब अलिकति कमाउनु छ भने कि त त्यो स्प्लेन्डर बाइक निकाल्ने जसले 60-70 को माइलेज दिन्छ नि, कि त धेरै खटेर गर्नु पर्यो। त्यहाँबाट भित्र होइन त डकुमेन्ट के अनलाइन गर्नुहुन्छ? पछाडि पनि हेर है। हस् धन्यवाद। लगाइस मसँग चेन्ज नै थिएन ब्रदरले कति। यो ट्याक्सीवाला पनि बौलै रहेछ यार, पछाडि देखिरहेछ त्यसले के हुआ हो। ल यहाँ ल्याए फेरि अर्को ट्याक्सी आउँछ, कहाँ राख्ने त। ल कम्प्लिट गरौँ यो पहिला। 107 भनेपछि 43 रुपिस टिप्स पाइयो होइन। नेट पनि कस्तो स्लो भएको। ल एउटा कम्प्लिट भयो, 8वटा बाँकी। इनड्राइभमा हेरौँ त।
इन्डिया एप त झन् खतम छ यो चोर फटा त झन् कामै छैन चाहिएको बेला चाहिँ हुँदैन यो केही भन्नु छैन मलाई यसलाई यो चाहिँ अप्सनमा राखेको कहिले काहीँ यस्तो गर्नलाई पैसा कमाउनु त आफ्नो टक्क एप गर्ने यति दिनमा यति कमाइ त गर्छु मैले आज निस्केपछि म यति कमाइ गर्छु भनेर यसमा गर्न त मिल्यो नि त टार्गेट राखेर यसमा त भरै हुँदैन अब कहिले लक छ भने राम्रो पनि हुन्छ कहिले धेरै म्याक्सिमम् त हरिबिजोकै हुन्छ कि त बिहानैकै टाइममा निस्किनु पऱ्यो मर्निङमा कि त रातितिर नेट पनि लगाइज हेर्दै गर्नु है डाटा चल्दैन पैसा चाहिँ काटिहाल्छ ठाउँ ठाउँमा नेटवर्कै टिप्दैन यो डाटा एनटिसीको यस्तो रिस उठ्छ नि कहिलेकाहीँ त कसम फ्रस्ट्रेटिङ छ यार इन्डिया पनि डाटै टिप्या छैन छुट्याउन पर्यो ठाउँ ठाउँमा नटिप्ने यस्तो मेन ठाउँमा किन टिप्दैन कि डाटा चाहिँ म त यसको बुझ्नु छ एकचोटि अब यतिकोलाई फेरि यताउता जानु पर्यो टिप लाग्ने ठाउँ यो हो अलि अगाडि गएर हेर्छु पन्ध्र किलोमिटरको 199 रुपिस हालिरहेको थियो एउटाले इन्डाइपमा अहिले 13 किलोमिटरको 150 टिप्स दिएर 150 दियो नि त मलाई त्यति भए पनि यो इन्डिया त झन् खत्तमै छ क्या यो त चाय पनि दिनु 9 किलोमिटरको 180 हुनुपर्ने 140 यसलाई के भनौँ यसै गरिहाल्छ अर्कोले अब गर्नै पर्छ गर्दैन त बरु याङ्गोमै दुःख पाइन्छ कमसेकम यसो टिप्स पाउने आश त हुन्छ एमा त तपाईँले राखेकै रेट हो भनेर किन बढी माग्नुभयो भन्छ फेरि ल गाइस मेरो सेकेन्ड टिप पनि लगाइसक्यो कस्टमर चाहिँ 2 मिनट लाग्छ भनिरहेछ ठिकै छ 2 मिनट त अब के गर्नु अराइभ भन्ने त होला नि आफै बढ्ला नि यहाँ धेरै बेर बसेँ इनड्राइभमा हेरेको रेटहरू चित्त नबुझेर एक्सेप्ट गरेको थिएन याङ्गोमा बज्यो सेकेन्ड टिप अफलाइन गरिदिनु पऱ्यो फेरि बजा हुन्छ क्या तपाईँले याङ्गो चढ्न थाल्नुभएको कति भयो याङ्गो युज गर्न थाल्नुभएको कति भयो 1-2 महिना भयो तपाईँहरू कस्टमरको चाहिँ याङ्गोले इन्सुरेन्स गरिदिएको छैन है हजुरलाई थाहा छ कि छैन इन्सुरेन्स गरिदिएको छैन क्या हजुरको त्यही भएर एक्सिडेन्टहरू भयो भने चाहिँ थर्ड पार्टी छैन भनेपछि हजुरले आफै क्लेम गर्नुपर्ने हुन्छ है मेरो सेकेन्ड टिप पनि कम्प्लिट भयो 72 को राइट थियो 75 3 रुपियाँ टिप्स अब 3टा बाँकी के अरे कति 7वटा बाँकी कस्तो गाह्रो भएको के यत्रो हुडी हाइनेक त्यसपछि चेस्ट गार्ड ज्याकेट सब लाउँदा पनि चिसो लागिरहेछ यार सो इन्डियामा पनि हेरौँ न कहिलेकाहीँ त झुक्केर राम्रो लागिदिन्छ क्या एमा पनि छैन दिउँसो यो टाइममा चाहिँ हुँदैन कि त मर्निङमा हुन्छ कि त नाइटमा अर्को टिप लायो यो चाहिँ 2.3 किलोमिटरको छ 64 रुपिस राम्रो रेट भएर चाहिँ मैले एक्सेप्ट गरेको स्कुटी अन्ली भन्नुभएको थियो पक्कै केही सामान हुनसक्छ जस्तो लागिरहेको छ मलाई हेरौँ लग्न मिल्ने सामान भयो त लगिदिन्छु धेरै ठुलो छ भने त म
लाग्दैन होइन। ल हेरौँ न के रहेछ सामान। हजुर तपाईँले कति भयो याङ्गो युज गर्न थाल्नुभएको? याङ्गो युज गर्न थाल्नुभएको कति भयो? हजुर आज फर्स्ट टाइम चढ्नु भयो? ए मैले चाहिँ त्यो इन्फर्मेटिभ भिडियोहरू बनाएर हुन्छु कि मैले। अनि हाम्रो के अरे याङ्गोको कस्टमरहरूलाई चाहिँ याङ्गोले इन्सुरेन्स गरिदिएको छैन कि। याङ्गोलाई चाहिँ हजुर कस्टमर हुनुभयो नि त याङ्गोको, अनि तपाईँहरूको चाहिँ इन्सुरेन्स गरेको छैन कि याङ्गोले। अनि यदि बाइचान्स एक्सिडेन्ट भयो भने चाहिँ जोसँग एक्सिडेन्ट भएको उसको पनि थर्ड पार्टी इन्सुरेन्स छैन भने चाहिँ हजुरलाई क्लेम गर्न मिल्दैन क्या, हजुरले आफै बेहोर्नु पर्ने हुन्छ। केही भन्नु छैन तपाईँलाई इन्सुरेन्स नगरेकोमा? तपाईँलाई केही प्रब्लम छैन? तपाईँलाई प्रब्लम छैन भने हामीलाई के को प्रब्लम? सिल 39 को रहेछ, 50 दिनुभयो, चेन्ज छैन भनेको राख्नु भन्नु। चेन्जै छैन, के गरौँ त। ल तेस्रो टिप पनि कम्प्लिट भयो। पेट्रोल हाल्ने पैसा निस्क्यो। त्यो इन्डाइभको कस्टमरले त फोन पनि गर्नु भएन। ठिकै छ त, फोन गराएर म गइदिन्थेँ, त्यस्तो टाढा त थिएन। अनि त्यही भएर क्यान्सल गरिदिएको मैले। फेरि 12 किलोमिटरको बज्यो अब। -2 छ यार, के गर्ने हो यो। एक्सेप्ट गरेर क्यान्सल गर्न लाउँछु। हेरौँ मान्छ भने ठिक छ, मान्दैन भने। हेलो, लोकेसनमै हुनुहुन्छ? हेलो, सुन्नु न म्याम, के अरे क्यान्सल गर्न मिल्छ कि नै? हजुरले क्यान्सल गरिदिनुहुन्छ भने कि टाढा छ कि, त्यही भएर भनेको। कम्प्लेन नगरोस् भगवान्, फेरि कम्प्लेन गऱ्यो भने माइनस प्रोपोइन्ट जान्छ। कति थियो प्रोपोइन्ट? 41 थियो। अब कम्प्लेन गऱ्यो भने त माइनस हुन्छ होइन। हेरौँ के हुँदो रहेछ। 7-8 किलोमिटरसम्म भएको भए, 9सम्म भएको भए पनि फेरि 12 किलोमिटरको हिँडिरहेको छ। रेट त्यही हुन्छ, मलाई थाहा छ। पर्पल जोन पनि होइन, लास्टै कम हुन्छ रेट। कोही कोही त हुन्छन् कि आजकल्टो हुन्छन् कस्टमर, जानी हुन्छ भन्छन्, क्यान्सल गरिदिन्नन् कि। त्यस्तै कस्टमर हो जस्तो लाग्यो मलाई। क्यान्सलै गरिदिन्नन्, के गर्नु। यही छ जस्तो लाग्यो मलाई। फोन गरेर भन्नु। कहाँ हुनुहुन्छ म्याम? कहाँ यो सविता कस्मेटिक अगाडि हो? कहाँनिर हुनुहुन्छ लोकेसनमा? हेम्स इन्टरनेसनल एकाडेमी भन्नुभयो? गाह्रो छ, अराइभ गरिदिन्छु। आइ त हाल्ला गरे, कति टाइम लाग्ला। डाटा पनि चल्दैन कि। अब हेरौँ भनेको कति रुपियाँ उठेछ। कस्तो अचकल्टो ठाउँहरू हुन्छ यार।
तपाईँले क्यान्सल गरिदिनु भएन है? मैले हजुरलाई क्यान्सल गरिदिनु भनेको थिएँ। मलाई धेरै टार्गेट राखेको छु कि मैले, अनि म अलिक बिरामी छु क्या, त्यही भएर गाह्रो हुन्छ कि भनेर हो कि। मिल्छ भने अरू पनि राइडर आइहाल्छ, आउनु त। मलाई ढिला भइसक्यो नि त। हजुर ढिला भएछ, त्यसो भए हिँड्नु म छु। कस्तो हजुर होइन क्यान्सल गर्न लाग्नु भयो हो के त अनि? हजुर के होइन अब गाह्रो त अब के गाह्रै छ, अब के गर्नु। अब तपाईँहरू सबले आफ्नो सजिलो खोज्ने त हो नि। अब यहाँ हो हजुर, म त टाइममा आएँ भन्नु, हतार भएको बेला कहिले याङ्गो गर्नुहुन्न नि। अनि तपाईँको याङ्गोमा इन्सुरेन्स पनि छैन, थाहा छ कि नै हजुरलाई? दुईटा कसरी हुन्छ र? दुईटा त न, मेरो क्यान्सल भयो क्या। खै देखाउनु त। यो याङ्गोले फेरि एक्सेप्ट नगऱ्यो भने तनाव हुन्छ क्या, त्यही भएर। देखाएन, अन गर्नु न। त चिसो पनि चिसो हुन्छ कि दादा, देखा छैन? अनलाइनै गर्नु होला, मसँग चेन्ज छैन कि, त्यही भएर। एकचोटि ट्राई गर्नु न, यो जोइन गर्नु त। $117। वेलकम, धेरै धेरै वेलकम, यु आर मोस्ट वेलकम। ल गाइज, 3 रुपियाँ टिप्स, 118 भएर रहेछ, 2 रुपियाँ टिप्स पाएँ। म चाहिँ कोटेश्वरदेखि आएको छु, यहाँ लामाटार लाखुरी भन्ज्याङ जाने बाटो, त्यहाँबाट 13 किलोमिटर 12 किलोमिटर देखाइरहेको थियो। यस्तो छ कि अब म यहाँ छु, यहाँबाट आएको कोटेश्वरबाट, यहाँबाट कोटेश्वर कति किलोमिटर देखाउँछ? 7.5 हुन्छ, 7.5, 11 किलोमिटर छ। त्यस्तो तनाव हुने कि यो यार, यो याङ्गोमा त झन् अझै बिरामी भएको बेला। बाटो पनि खत्तम छ क्या यता त। कतिवटा कम्प्लिट भयो मेरो? 3टा 4वटा भयो, अझै 5वटा बाँकी छ। लगाइज हेर्दै गर्नु है। अब अर्को टिप लगायो भने चाहिँ म देखाउँछु हजुरहरूलाई। धन्न आज 9वटा टिपको टार्गेट राखेको थिएँ र
त्यति त मजाले पुऱ्याइन्छ। अस्ति 23वटा राखेको तनाव बनायो अनि बिरामी पाऱ्यो नि मलाई त त्यो 1650 को टिप्सको लागि मेरो के नभए पनि 6-700 त खर्च भएको छ यार। हस्पिटल जाँदै नै आज बिहान 250 रुपियाँ लियो इन्ड्राइभले। बिहान पाउँदै नपाएर याङ्गो चाहिँ पाउँदै पाइरहेको थिएन अनि मलाई जानै पर्ने थियो हस्पिटल होइन। अनि 7 किलोमिटरको 150 रुपियाँ स्टार्टिङ प्राइस त्यति थियो। 150 देखि बढाउँदा बढाउँदा 75 85 यस्तै राख्दा राख्दा लास्टमा 250 मा गएर बल्ल मान्यो क्या एउटा राइडरले। म चाहिँ अनि भनेपछि आफूले गर्दा चाहिँ हेर यस्तो खतम बाटो 11 किलोमिटर भन्ने मात्रै 11 किलोमिटर 12-13 छ यो त्यो टाढो छ यार। ल 11 किलोमिटर भनौँ न 11 किलोमिटरको 120 रुपियाँमा आएको छु। आफूले तिर्दा चाहिँ 7 किलोमिटरको मैले 250 तिर्नु पर्यो। ए भगवान् यताबाट अब लाग्दैन होला एउटै इन्ड्राइभ गर्नु पर्यो यार। यहाँबाट चाहिँ इन्ड्राइभ गरेर अनि जानुपर्छ। एक कप यता चिया पाउँछ कि पाउँदैन यार। लगाइस हेर्दै गर्नु है। इन्ड्राइभमा पनि यस्तो छ हालत 8.1 किलोमिटरको 111 रुपियाँ देखाइरहेछ। मैले हाईमा 128 मा हानेको एक्सेप्ट गर्दैन होला। 8 किलोमिटरको 160 त हुनु पऱ्यो नि त छैन 150 नि छैन। ल 8.2 किलोमिटर छैन 128 मा नि एक्सेप्ट गर्दैन। के साह्रो खतम भएको हो यो अनलाइन एपहरू यार। अब के गर्ने होला त यो गरेर त अब सकिन्न। बल्ल एक्सेप्ट गर्यो तर कहाँ हो यो किन यति टाढा देखाइरहेछ हो लिनु जानुपर्ने ठाउँ। यताबाट कहाँबाट जाने यताबाट जानु मिल्दैन। यताबाट छ कि छैन बाटो। यताबाट आउनु पर्ने रहेछ म अघि न के सामान लानुपर्ने हो। के सामान हो पेमेन्ट कता हुन्छ उतै नम्बर मलाई मेसेज गरिदिनु न है उसमा। लगाइस सामानको टिप रहेछ जस पेट्रोल चाहिँ बस्ने भयो। अब यही मौकामा याङ्गो पनि हान्न मिल्यो नि त। सामान बिस्तारै लग्दै गरौँला के छ र के हतार छ र। टक्क अब यताबाट एउटा याङ्गो पनि गर्न पायो भने चाहिँ हामीले नि फाइदा लिनु पर्यो नि। कति कस्टमरले मात्रै फाइदा लिनु त होइन। कुरियरमा सामान पठाएको भए महँगो हुन जान्थ्यो यसमा सस्तो भयो होइन। त्यो सस्तोमा लग्दैको हामीले पनि त केही फाइदा लिनु पर्यो नि। अब यही टाइममा अर्को एउटा टिप पनि ठ्याक्क याङ्गोको त्यतैतिरको पऱ्यो त हुने नि यार। याङ्गोमा पनि बज्यो तर लिनु जानुपर्ने 1 किलोमिटर देखाइरहेछ। कति भएको छ हो पैसा कहाँ गयो 200 भयो 200 320 छ नि त। पेट्रोल खर्च निस्केछ। जानुपर्ने कहाँ रहेछ त्रिपुरेश्वर। चाहिँ बाटोमा दारीभाइको चिया पसलमा यसो पुगेर दिनु पनि पर्छ क्या होइन। त्यतैबाट दिएर अनि जानु पर्ला। वाइफाई टिप
दस रङशाला हानौँ न हेर्नु 115 रुपियाँ थियो नि हजुर जानुपर्ने त त्रिपुरेश्वर हो त्यो स्टेडियममा हो अब बढेर 165 भयो नि त त्यही भएर मलाई घाटा लाग्थ्यो कि हजुर हजुर उता सिंहदरबार पुगेछ कि अब गरौँ त अब हुन्छ ल अब ठ्याक्कै भयो है ठ्याक्कै रङशाला भयो अब ठाउँदैन म के गरौँ त अब एक ग्लास ट्राई गर्छु उठायो भने उठाएन भने फोनै उठाउँदैन अब के गर्नु अब मेरो यो फर्किने बेला यही बाटो पर्छ त्यतिखेर दिनु पर्ला अब सामान मगाएपछि त फोन उठाउनु परेन त आन्टी जिम्मेवारी हुनु परेन अनि हामी के कुर्दै बस्नु तिनीहरूलाई मान्छे यहाँ कमाउन हिँडा हुन्छ कि उनीहरूको त्यो कुर्दै बस्नुले हिँड्यो यस्तो जाडोमा यति दुःखमा निस्केछ यार बुझ्दैनन् कि छैन आयो भने अब साँझ लिनु होला भनिदिन्छु यो टिप कम्प्लिट भयो यो 165 को थियो 180 रुपियाँ पाइयो अनि त्यो अर्को कस्टमर चाहिँ फोन उठाउनु भएको थिएन अनि म त्यही भएर यता यो कस्टमरलाई छोड्न आएँ अनि उहाँको भर्खर कल आएको थियो अनि मैले कल गरेर मेरो रुम फर्किने बाटो त्यही हो म अहिले साँझ फर्किँदाखेरि दिउँला भनेर भने के गर्नु त अब त्यहाँ गएर 3-4 रिङ गरेकै हो कति बेरसम्म कुर्नु त होइन मलाई पनि त यता हिँड्नु पर्ने थियो अरू बेला भएको भए म चिया खाँदै बसिदिन्थेँ फेरि यता यो टिप कम्प्लिट गर्नुपर्ने थियो नि त त्यही भएर हो ल अब चाहिँ याङ्गोमा 4वटा टिप बाँकी पेट्रोल चाहिँ रिजर्भमा आइसक्यो पेट्रोल हाल्नुपर्छ ल हेर्दै गर्नु है अर्को टिप लायो मेरो मैले फोन गरेर अब म नर्विक हस्पिटल अगाडि छु क्यान्सल गरिदिनु मलाई यस्तो घुमेर यताबाट आउनुपर्छ यसरी घुमेर यहाँबाट यस्तै लेफ्ट राइट जान मिल्दैन कहाँ हुन्छ त्यस्तो यताउता भन्न थाल्नु म ठिकै छ अब त्यस्तो भए हजुरलाई त्यस्तो लाग्छ भने म आउँछु तर वेट गर्नु टाइम लाग्छ क्यान्सल नगर्नु होला भनेको उहाँले म नै आउँछु तपाईँको नर्विक हस्पिटल अगाडि भन्नुहुन्छ त्यो सस्तो पाएर त होला होइन यस्तै हुन्छ कि कुनै ठाउँ अचकल्टो हुन्छ कस्टमर पनि बुझ्दिन्नन् हामीले चाहिँ कस्टमरको बुझ्दिने उहाँ कस्टमरले चाहिँ हाम्रो नबुझ्दिने योभन्दा अगाडिको त्यत्रो 13-12-11 किलोमिटरको क्यान्सल गर्नु भनेको मानेन जसो तसो मैले लगेँ त्यत्रो टाढा अहिले यहाँ फेरि चिट काट्न नै बेर लाउँदैन कि यो ठाउँ नै यस्तो छ लगाइज हेर्दै गर्नु है मिल्दो रहेछ होइन पर्दैन कहाँ गयो अनलाइन गर्नुहुन्छ यस्तो बुझिदिनु पऱ्यो कि म्याम हामी यहाँ पैसा नाइ त्यो त मैले बुझेँ हामी पनि पैसा कमाउन निस्केको भनेर बुझ्नु पऱ्यो कि तपाईँले यतिकै फोकटमा हिँड्यो होइन नि त